आज म हजुरहरूलाई अनुकरणात्मक शब्दको बारेमा जानकारी दिँदैछु। अनुकरणात्मक शब्दहरू कस्ता हुन्छन् र ती अनुकरणात्मक शब्दहरू पहिचान गरेर कसरी वाक्यमा प्रयोग गर्ने? 5-6 कक्षादेखि 12 कक्षासम्म नियमित रूपमा परीक्षामा आउने यो प्रश्न होइन, अनुकरणात्मक शब्द भनेको के हो, कस्तो हुन्छ त? हेर्नुहोस् है एकैछिन। मुसु मुसु हाँस्नु, मुसु मुसु हाँस्नु, डम्म अघाउनु, अनुकरण के डम्म अघाउनु, मुसु मुसु हाँस्नु, अनुकरण गर्न मिल्ने, नक्कल गर्न मिल्ने, अभिनय गरेर देखाउन मिल्ने अथवा हामीले त्यो बुझ्ने भाव, आशय, त्यस्तो शब्द अनुकरणात्मक शब्द हुन्छ। हेर्नुहोस्, कुनै पनि अवस्था, दृश्य वा आवाजको नक्कल गरेर निर्माण हुने शब्द, नक्कल गर्दा निर्माण हुने शब्दलाई हामीले अनुकरणात्मक शब्द भन्छौँ। हेर्नुहोस् है, मुसु मुसु हाँस्नु, मुसुक्क हाँस्नु, दाजु बहिनीलाई देखेर मुसु मुसु हाँस्नु भयो। अब हेर्नुहोस्, डम्म अघाउनु, दिनभरि चरेर गाईबस्तु डम्म अघाएछन्। आफ्नो ठाउँ अनुसार, लोक अनुसार अनुकरणात्मक शब्दहरूले अर्थ फरक फरक पनि दिन सक्छन् है। जस्तो कसैले म त डम्मै भएको छु, म त डम्म अघाएको छु है। कसैले ढोका घपक्क लगाउनु भन्नुहुन्छ, कसैले घ्याप्प लगाउनु भन्नुहुन्छ। आफ्नो आफ्नो ठाउँ अनुसार यस्ता शब्दहरूको अर्थ फरक हुन सक्छ। मलाई केही समय अगाडि लघुतावाची शब्दमा पनि त्यस्तै कमेन्ट गर्नुभएको थियो कि लसुनको केस्रो हुन्छ, पोटी हुन्छ, कसैले के हुन्छ भन्नुभएको थियो होइन। मैले पोटी हुन्छ भनेर लेखेकी थिएँ। आफ्नो आफ्नो ठाउँ अनुसार ती शब्दहरूका अर्थहरू फरक लाग्न सक्छन् है। अब हेर्नुहोस्, थचक्क बस्नु, थचक्क भन्न बित्तिकै हामी के बुझ्छौँ? बस्नु भन्ने बुझ्छौँ। उकालोमा हिँड्दा थकाइ लागेर भरियाहरू थचक्क बसे है, थचक्कै बसे। दर्र पानी पर्नु, बिहानदेखि दर्र पानी परिरहेको छ। यसरी हामीले अनुकरणात्मक शब्दहरू होइन, कुनै पनि आवाज, कोइलीको आवाज कस्तो हुन्छ? कुहु कुहु। काग कसरी कराउँछ? का का। अनुकरणात्मक शब्दहरू होइन, कतिपय दोहोरिएर कुहु प्लस कुहु, कुहु कुहु है। त्यसरी पाठी कसरी कराउँछ? पाठो कसरी कराउँछ? म्या म्या। यस्ता अनुकरणात्मक शब्दहरू फेरि मैले ठ्याक्कै याद आएको बेलामा हजुरहरूलाई भनिदिएँ, पदवर्ग छुट्याउँदाखेरि यी क्रियायोगी हुन्छन् है। अब हेर्नुहोस्, अनुकरणात्मक शब्दहरू अरू केही लेखेकी छु मैले। धुरो धुरो के बुझ्नुहुन्छ? रुने, निथ्रुक्क भिज्ने है। भाइ पानीमा खेल्न नजा भन्दा भन्दै पनि गएर निथ्रुक्क भिजेर आएछ है। बिहानदेखि बजार गएको भाइ भर्खरै अबेलासम्म डुलेर भर्खरै टुप्लुक्क आइपुग्यो है। बहिनी टुसुक्क बसी, कसरी बसी? टुसुक्क बसी। तप तप पानी चुहिनु है, शीतको थोपाहरू चुहिनु है। अर्को चिट चिट पसिना आउनु, खलखली पसिना आउनु होइन। अनि अर्को चिटिक्क पर्नु, राम्रो हुनु, राम्री हुनु। अर्को हलक्क बढ्नु, बिरुवाहरू बढ्नु, मानिसको होइन, बालबालिकाहरूको उचाइ हलक्क बढ्नु। अर्को थपक्क राख्नु, हेर्नुहोस् त, टुसुक्क, थचक्क बस्नु, थपक्क राख्नु। यस्ता शब्दहरू अनुकरणात्मक शब्दहरू हुन्छन्। हजुरका ठाउँ अनुसार फरक होलान् होइन, अर्थहरू कतिपय ठाउँमा फरक हुन सक्छन् होइन। तर अनुकरणात्मक शब्दहरू अनुकरण गर्न मिल्ने, अभिनय गर्न मिल्ने, देखाउन मिल्ने अथवा त्यस्तो अवस्थाको हामीले भाव बुझ्ने। फुलहरू हेर्नु न, ढकमक्क भन्छौँ हामीले, घाम झुलुक्क आउने भन्छौँ, रातिमा जुनहरू टह टह लाग्ने भन्छौँ। कता कता फेरि बच्चाहरू पनि टह टह रोए भन्ने सुनिँदो रहेछ, त्यो भनेको सुन्छु कि मैले होइन। अनि अब बत्तीहरू झलमल्ल बल्नु है, झिलिमिली बन्नु होइन। यसरी हामीले अनुकरणात्मक शब्दहरू कक्षा
9, 10, 11, 12मा दिएको अनुच्छेदमा अनुकरणात्मक शब्दहरू पहिचान गरी फेरि आफूले हजुरहरूले अर्को वाक्य बनाउनुहोस् भनेर परीक्षामा सोधिएको हुन्छ। यसरी चिन्ने हो हजुरहरूले, होइन? अनि अरू साना कक्षाहरूमा चाहिँ अनुकरणात्मक शब्दहरूलाई दिएर वाक्यमा प्रयोग गर्न लगाइएको हुन्छ। हजुरहरूले अनुकरणात्मक शब्दहरूलाई पहिचान गरेर वाक्यमा प्रयोग गरिसकेपछि वाक्यमा प्रयोग गर्दाखेरि जुन अनुच्छेदमा अथवा जुन पहिले वाक्यमा प्रयोग भइसकेको वाक्य छ, होइन, तपाईँले हुबहु नाम मात्र परिवर्तन गरेर राख्ने होइन है, वाक्य नै नयाँ बनाउने है। दाजु मुसु मुसु हाँस्नुभयो मात्रै नबनाउने, के कारणले हाँस्नुभयो, कार्य र कारण सकेसम्म दुईवटै खुलाएको राम्रो, होइन? अनि हजुरहरूले रेखाङ्कन अनुकरणात्मक शब्दहरूलाई पहिचान गरेर अनि वाक्यमा प्रयोग गरिसकेपछि रेखाङ्कन गर्न चाहिँ बिर्सिनु हुँदैन है। हजुरहरूलाई अनुकरणात्मक शब्दको बारेमा जानकारी भयो होला, बुझ्नुभयो होला। अझै पनि हजुरहरूलाई अनुकरणात्मक शब्द सम्बन्धी केही जिज्ञासा छन् भने मेरो फेसबुकको मेसेज र टिकटकको मेसेजमा हजुरहरूले मलाई मेसेज पठाउन सक्नुहुन्छ र यही युट्युब आइडीमा पनि हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। हजुरहरूलाई मेरो युट्युबका भिडियोहरू कस्तो लाग्छन्, होइन? हजुरहरूले धेरै मन पराइदिनु भएको छ। लाइक गरिदिनुहोस्, अझै माया गरिदिनुहोस्, साथी सङ्गीसँग पुर्याइदिनुहोस्। हजुरहरूलाई धेरै धेरै धन्यवाद है।